ट्राफिक छ कस्तो हाम्रो नि यस्तो मजाले लागिरहेको कति ट्राफिक लागिरहेको हुन्छ ट्राफिक त भन्दै सक्छ यति धेरै ट्राफिक कुन बाटो यो बाटोमा कहिले आएको ए माथिको बाटो हो तपाईँहरू चेकिङ हुँदैछ यहाँ चाहिँ चेकिङ गरिराख्नु रहेछ तर हामीले दुईवटा हेलमेट लगाएको छ हामीले त्यो पनि गर्दैन पार्टीको मान्छेले चाहिँ के गरेको दुईजना हेलमेट लगाएको छैन पार्टीको मान्छेले चाहिँ के गरेको अस्ति चाहिँ चेन्नईमा पुरा पानी पर्दै थियो कि अहिले चाहिँ पानी रोकिएको छ कस्तो मजाको घाम लागिरहेको मजाको घाममा के गर्नु तर कस्तो गरम पानी पर्छ ठन्डा हुन्छ तर ड्युटी जानु चाहिँ हामीलाई पुरा उयो किनकि पानी भएर पनि ड्युटी जानु गर्दा रेट हुन्छ यता गर्छु भने पनि धुलै हुन्छ धेरै धेरै लाग्छ कि यो चाहिँ फ्रीको बस हो लेडिसहरूको मात्रै खानु खायो बजाएर त्यस्तै रहेछ बिचरा सबैजनाको हतारै हुँदैन जानु सबैजना बाटो लाग्नु त निस्किनुहुन्छ बाहिर हामीलाई मात्रै होइन सबैजनाको हतार हुन्छ घरिघरि चाहिँ यस्तो दिनले रिस उठ्छ कि अब म हरिणमा त बजे गएको छ काम पनि अब हतार त सबैलाई हुन्छ तर पनि अब त्यस्तो साह्रो पनि बजारमा आउनु अब के गर्नु केटीहरूको लागि मात्र नि केटाहरूको त पैसा लिन्छ के गाइस यहाँ त केटीहरूको लागि त राम्रो यहाँबाट जान्छ कलेज हो यो चाहिँ
यो गेट हो यहाँबाट पस्छ यो चाहिँ लेडिज कलेज मात्र हो सेन्ट गेटमा पनि देखाइदिँदैछ मूर्ति रहेछ भनेर बिहान फेरि चाहिँ आउनु यहाँ हेर्नुपर्छ कि 10 बजीदेखि चाहिँ 11 बजीसम्म चाहिँ यति धेरै ट्राफिक हुन्छ आज चाहिँ ट्राफिक रहेन रहेछ 12 बजीदेखि चाहिँ ट्राफिक हुन्छ त्यहाँदेखि यहाँ पनि बेच्छ अन्ली 20 रुपिस गरम छ नि त त्यस्तो भन्नुपर्छ नि अबुई नभए त बेला बेलामा खाइराख्नु पेटको लागि शीतल हुन्छ नि त गरममा चाहिँ जुसहरू खायो भने गरम हुँदैन ठन्डा हुन्छ यो अटोले हामीलाई डिस्टर्ब गर्यो त्यहाँ रोक्छ रहेछ गाडीहरूले पनि कहिले गर्दा कस्तो डिस्टर्ब गर्छ नि के भन्नु हातको पुग्नु आँट्यो अब हामी कुन जग्गा आयो एमआरसी नगर यो जग्गालाई चाहिँ के भन्छ भने एमआरसी नगर भन्छ लिएर कलेज जान्छ अरे तपाईँलाई देखाउनु नै पाएन गाडीहरूले भएको तपाईँहरूलाई देखाइदिनु लिएर प्यारेन्ट्स होटेल सुन्नु भएको को पनि सुन्नु भएको होस् होला दुईटा सिग्नल काट्यो भने चाहिँ हाम्रो पुग्छ यो चाहिँ पैसाको बस है फ्रीको बस होइन यो यसमा चाहिँ पैसा लिन्छ यहाँ चाहिँ ट्राफिक हुन्छ किनकि यहाँ बनाउँदैछ नि त बाटो ट्राफिक
पुग्दैन त ट्राफिक भएर, नभए त बेसी टाढो होइन नि नजिकै हो ट्राफिकले। कति हलिक मजाको गाडी जानु हतार परेको थियो, हामीलाई पनि हतारै छ। त्यही 12 बजी यो बाटो चाहिँ यत्रो भएर होला कि ट्राफिक भइरहेको छ। बल्ल ट्राफिक पेसेन्टकै छुटकारा भए कस्तो लाग्छ मलाई त। यहाँ एकछिन कति ट्राफिक हुन्छ नि फाइनली हामी चाहिँ अब ड्युटी पुग्यो भन्दा पनि पुग्दैन थियो। पुगिरहेको चाहिँ एकछिन कहाँ माथि लगेको लडाउने विचार छ तेरो बुढीलाई देखाउँदैछ भन्छु त। यहाँ हाम्रो पार्लरको स्टाफ उभिरहेको छ, बोलिरहेको छ। यहाँ चाहिँ गेटमा हामीलाई वेलकम गर्नु उभिरहेको छ। यो हाम्रो पार्लर नेचुरल यो